हाम्रा युवा कवि जसले दार्जिलिङ जिल्लालाई प्रतिनिधित्व गर्दै विगत दिनमा उहाँले राज्य स्तरीय कविता वाचन प्रतियोगितामा पनि आफ्नो उपस्थिति दिनुभएका हाम्रा युवा कवि अनि एउटा राम्रो उद्घोषक किशन सार्कीलाई आफ्नो कविता पठन गरिदिनु हुन आग्रह गर्न चाहन्छु। उपस्थित सम्पूर्ण मेरा अग्रज अनि सबैलाई सम्बोधन गराउँदै म सोझै मेरो प्रथम कविता यहाँहरू समक्ष वाचन गर्न लागिरहेको छु र मेरो प्रथम कविता रहेको छ महोदय म अपराधी हुँ। हजुर अपराध सोध्नुहुन्छ मैले सपनाको निर्मम हत्या गरेर यथार्थको भित्ता सजाएको हुँ। हजुर अपराध सोध्नुहुन्छ मैले सपनाको निर्मम हत्या गरेर यथार्थको भित्ता सजाएको हुँ। हजुर यो शरीरमा चोट खोज्नुहुन्छ हेर्नुहोस् पीडा खप्न नसकेर सान्त्वनाको ताली बजाएको हुँ। हेर्नुहोस् पीडा खप्न नसकेर सान्त्वनाको ताली बजाएको हुँ। पागलहरूको बस्तीमा सज्जन हुने जस्तो अपराध हजुर सोच्न सम्म सक्नुहुन्न। म सजायबाट बाँच्न पागलहरूको अभिनय सम्म गर्न सकिरहेको छैन। महोदय मलाई यति ठुलो सजाय दिनुहोस् उपरान्त कुनै पागलले सज्जन बन्ने धृष्टता नगरोस्। निमुखाहरूको निम्ति निस्कने आवाजमा सरकारी बन्दिसको तालचाल लगाइयोस्। गरिबहरूको निम्ति उठ्ने हातहरूमा कानुनी साङ्लोको प्रतिबन्ध कसियोस्। महोदय म अपराधी हुँ। मैले पागलहरूको बस्तीमा सज्जन बन्ने धृष्टता गरे। निमुखाहरूको बस्तीमा बोल्ने पाप गरे। भिडभन्दा बेग्लै बस्ने अपराध गरे। महोदय म अपराधी हुँ। तमासा हेर्नेहरूलाई त विपनाको बजार पनि रङ्गिन्छ। मैले रङ्गीन विपनालाई धितो राखेर बेरङ सपना किन्न चाहे। हजुर अपराध सोध्नुहुन्छ पागलहरूको बस्तीमा सज्जन हुने जस्तो ठुलो अपराध अरू के नै हुन सक्छ र धन्यवाद। यो थियो मेरो प्रथम कविता अनि